अङ्कल हजुरलाई भनेर आज स्पेसल तपाईँको लागि भनेर बनाएको मैले भिडियो। कतिचोटि खाइयो चिया, कतिचोटि हिँडियो, कतिचोटि बसियो, कतिचोटि टिकटक हेरियो आज। अनि थाल पुऱ्यायो कि पुऱ्याएन त नि सिङ्कसम्म कि यसरी खायो अनि आज मिठो भयो भनेर यसरी छोडेको। म त गाली गर्छु नि है फेरि त्यहाँ। त्यो पल्लो घरि रोहितको बाबालाई हेर्नु त। आमा बिहान बिहान उठेर मर्निङ वक गएर ल तपाईँ पनि जानुहुन्छ माने गएर तरकारी किनेर आएर आफैले काटेर पकाएर बुढीलाई दिएर हेर त अर्काको बाली कति के गरे हन्। तपाईँलाई मैले झन् खाएको ल सानोदेखि लागेको बानी ल त्यही पनि ल कति कति भन्ने भनेर मैले सानोदेखि ल त नि भनेर बसेको। अब यसरी हुन्छ अब म के गर्ने हो मैले अब। अनि त्यो चिया कति खाएको के कति खाएको थर्मसमा राखेर दिन्छु चिया त्यहीबाट निकालेर खानु भन्दैन। होइन मलाई त फ्रेस मनपर्छ अरे आफैले बनाउनु नि चियामा चियापत्ती हालेर। भन के अङ्कल ढलेको सिङ्को नि नभाच्ने हुन्छ ढलेको सिङ्को नि कतिचोटि भन्ने हो। अनि आन्टी बिरामी हुँदा पनि कुरेर बस्ने चिया भयो बुढी म खान्न म तिमीलाई बनाइदिन्छु म सिकेर। आजकल त युट्युबमा हुन्छ भो गएर युट्युबमा गरेर कसरी चिया बनाउने कसरी पानी उमाल्ने धरि सिकाइदिन्छन्। आन्टीलाई त साह्रै गाह्रो भइसक्यो के खुट्टा दुखेर नि त घुँडा कक्रक्क भइसक्यो। अनि लागेको बानी छुट्दैन भने जस्तो आफ्नो इम्पोर्टेन्ट काम छ त्यहाँ के गर्नु परेको छ कसलाई बिरामी भएर जानु परेको छ बुढाले खाना पकाएको छैन बुढाकोलाई खाना पकाइदिने भनेर बस्नुपर्ने अब यहाँ। रिसाउँछु है म त एकदम रिसाउँछु। म एकदम मायाले भनिरहेको छु मेरो फेरि यसरी प्रेसर बढ्यो भने त फेरि डेन्जर बढ्छ मान्नु है प्लिज एकदम मायाले भनेको। अनि फेरि यो मेरो माया गरेर यस्तो हुन्छ है खास गरी त्योहरू प्लिज गर्नु पऱ्यो कि अङ्कलहरू अलिकति तपाईँहरू पनि आफ्नोबाट चाहियो। फेरि गर्नु भएन नि म त फेरि फोटो खिच्न आउँछु आजकल खतरा छु म त पक्की डन हो पक्की डन। फेरि हुन्छ एकचोटि सम्झाउँछु दुईचोटि सम्झाउँछु तिनचोटि सम्झाएर भएन भने त फेरि म अब सबैजनाले घरमा कसैले त्यस्तो नर्मल बेसिक कुरा नि गरेन भने पक्की डनलाई फोन गर्ने म आउँछु त्यहाँ फोटो खिच्न।